यो पुस्ताले म कति होइन, परमेश्वर कति महान, परमेश्वर कति सुन्दर, परमेश्वर कति काबिल, परमेश्वर कति धर्मी, परमेश्वर कति प्रेमिलो भनेर यो पुस्ताले देख्नुपर्छ। यशायाले जब परमेश्वरको महिमा देखे ऊ सधैँको लागि मिसनरी बने। उसको व्यक्तिगत सेवकाई सफल हुन्छ भनेर पनि प्रभुले भन्नु भएन, तँ मेरो लागि बोल तर तँलाई कसले सुन्दैन। तर पनि उसले परमेश्वरको महानता देखे, उसको लागि सफल हुनुभन्दा इमान्दार हुनु ठुलो कुरा भयो, किनकि परमेश्वर जीवित हुनुहुन्छ। हालेलुया। अयुबले जब परमेश्वरको महिमालाई देखे, महानतालाई देखे, उसको हजारौँ चोटहरू एकैचोटि निको भयो। उसले उसको प्रश्नहरूको उत्तर पनि पाएन, किन कष्ट भोग्यो, तर उसलाई चाहिएन पनि। उसले परमेश्वरको एक नजर, परमेश्वरको एक महानता देख्ने बित्तिकै उसको विगतहरू चोट कता गयो। परमेश्वर त्यति महान हुनुहुन्छ। हालेलुया। यो पुस्ताले परमेश्वरको महानता चाहिँ गुमाएको छ, हामीले देख्नुपर्छ है। मोसाले जब परमेश्वरको महानता देखे उसको लागि कनानको दुध र मह भन्दा पनि परमेश्वरको उपस्थिति प्यारो भयो। पावलले परमेश्वरको जब महानता देखे उसले कुटाई, सतावट, समस्या, एक्लोपन र झ्यालखानभित्रबाट लेखे प्रभुमा सधैँ आनन्द गर। तपाईँको जीवनले ठुलो भिन्नता ल्याउनेछ। आमेन।